बढीमालिका केवल एउटा ट्रेक होइन, यो धर्म, आध्यात्मिकता, साहस र अविस्मरणीय अनुभवले भरिएको यात्रा हो। बढीमालिका पुगेपछि मलाई सबैभन्दा मन परेको कुरा त्यहाँका दृश्यहरू मात्र होइनन्, त्यहाँ लुकेका कथा, विश्वास र किम्वदन्तीहरू पनि हुन्। यो यस्तो यात्रा हो जहाँ हरेक पाटन, हरेक थान, हरेक ढुङ्गा र हरेक मोडसँग एउटा कथा जोडिएको छ। यात्राको सुरुमै पुगिन्छ सानो मालिका। स्थानीय मान्यता अनुसार मुख्य बढीमालिका मन्दिरसम्म पुग्न नसक्ने वृद्ध, अशक्त वा समय अभाव भएका भक्तजनहरूले यहीँ आएर पूजा गर्छन् रे। मार्तडीबाट करिब 15 मिनटको पैदल दूरीमा रहेको यो मन्दिर पनि उत्तिकै श्रद्धा र आस्था बोकेको छ। त्यसपछि पुगिन्छ फूल चढाउने पाटन। नाम सुन्न साथ यसको अर्थ बुझिहाल्छ, देवीलाई फूल चढाउने पाटन। यहाँ रहेको सानो मन्दिरमा भक्तजनहरूले देवीलाई फूल अर्पण गर्दै यात्रा सफल होस्, शक्ति मिलोस् र सुरक्षित रूपमा बढीमालिकाको दर्शन गर्न पाइयोस् भनेर प्रार्थना गर्ने चलन रहेछ। हामीले पनि त्यही गर्यौं। अझ रमाइलो कुरा के भने यही पाटनबाट अगाडि बढेपछि बाटोभरि रङ्गी जङ्गली फूलहरूले स्वागत गर्न थाल्छन्। जस्तो लाग्छ प्रकृतिले नै यात्रुहरूका लागि फूलको गलैँचा बिछ्याइदिए जस्तो। तर यी त बढीमालिकाका यात्राका सुरुवाती कथाहरू मात्र हुन्। यात्रा जति अगाडि बढ्दै जान्छ उति नै नयाँ कथा, नयाँ विश्वास र नयाँ रहस्यहरू खुल्दै जान्छन्। त्यसैले बढीमालिकाका यस्ता रोचक कथा र किम्वदन्तीहरू जान्न फलो गर्न नबिर्सिनुहोला, किनकि बढीमालिका केवल पुग्ने गन्तव्य होइन, बुझ्दै जाँदा अझ गहिरो बन्दै जाने एउटा अनुभव हो।